नमस्ते साथीहरू। आजमा आउँदै गरेको श्री पञ्चमी अर्थात् सरस्वती पूजा र यस पावन दिनमा के कार्य गरिन्छ र कुन कुन कार्य गर्नका लागि लगन र साइत जुराइरहनु पर्दैन भन्ने विषयमा यो छोटो तर महत्त्वपूर्ण भिडियो लिएर तपाईहरुमाझ आएको छु। कृपया स्वीकार गर्नुहोला। साथीहरू, हिन्दू धर्म अनुसार सरस्वती पूजालाई बसन्त पञ्चमी अथवा श्री पञ्चमी भनिन्छ। बसन्त भनेको ऋतुहरूको राजा हो। बसन्त ऋतुको सुरुवात हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी भनिएको हो। यो दिन हामी सबैका लागि अत्यन्तै विशेष र पवित्र दिन हो, किनभने यस दिन हामी वाग्देवी अर्थात् बोलीकी देवी माता सरस्वतीको पूजा उपासना गर्छौं र उल्लासमय अवसरको रूपमा मनाउने गर्छौं। साथीहरू, माता सरस्वतीले धारण गर्नुभएको प्रत्येक चीज वस्तुको आफ्नै अर्थ र विशेषता रहेको पाइन्छ। अब प्रश्न उठ्छ, सरस्वती स्वरूप कस्तो छ र त्यसले के अर्थ राख्छ? शास्त्रमा उल्लेख भए अनुसार माता सरस्वती श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सौम्य मुस्कान छरिरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, चार हातमा, पहिलो हातमा वीणा, दोस्रो हातमा पुस्तक, तेस्रो हातमा स्फटिकको माला र चौथो हातमा कमण्डलु लिई हसिलो मुद्रामा विराजमान देवी सरस्वती हुन्। माता सरस्वतीले धारण गर्नुभएको हरेक वस्तुको आफ्नै गहिरो अर्थ छ। विशेष गरी हातमा लिएको वीणा अत्यन्तै महत्त्वपूर्ण अर्थ बोकेको छ। वीणाले हामीलाई भन्छ, जीवन एउटा धुन हो। यो धुन मधुर हुनुपर्छ, लयबद्ध हुनुपर्छ। कला र सङ्गीतले जीवनलाई साँच्चै सङ्गीतमय बनाउँछ। त्यसैगरी हातमा लिएको पुस्तकले विद्याको बोध गराउँछ र स्फटिकको मालाले निष्ठा र सात्विकताको प्रतीक दिन्छ। साथीहरू, माता सरस्वतीको तस्बिरसँगै हामी प्रायः हाँस पनि देख्छौँ। हाँस माता सरस्वतीको वाहन हो। हाँसलाई सौन्दर्य र मधुर स्वरको प्रतीक मानिन्छ र यही कारणले भनिन्छ, विद्या नै मानिसको साँचो सौन्दर्य हो। त्यसैले यस पावन दिनमा माता सरस्वतीको पूजा आराधना भव्य रूपमा गरिन्छ। विद्यालयहरूमा सरस्वतीको मूर्ति स्थापना गरी विशेष पूजा गर्ने गरिन्छ। देशका विभिन्न स्थानमा रहेका सरस्वती मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। विशेष गरी काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिर र गैरीधारामा रहेको नील सरस्वती मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ। यस दिन साना साना बच्चाहरूको नाक र कान छेड्ने प्रचलन चलिआएको छ। त्यसैगरी साना बच्चाहरूको अक्षरारम्भ पनि यसै दिनबाट सुरु गरिन्छ। यति मात्र होइन, कुनै पनि शुभ कार्यको सुरुवात यसै दिनबाट गरिन्छ। घरको सुरुवात अर्थात् जग राख्ने कार्यका लागि यस दिन साइत हेरिरहनु पर्दैन। त्यसैगरी विवाहका लागि पनि यस दिन लगन जुराइरहनु पर्दैन भन्ने मान्यता रहिआएको छ। अब अन्त्यमा साथीहरू, भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। यसले हामीलाई आगामी दिनमा पनि यस्तै धार्मिक र सांस्कृतिक भिडियो सामग्री तयार गर्न हौसला र प्रेरणा दिन्छ। अर्को भिडियोमा फेरि भेटौँला।